लसो फ्याबुल्ची दोर्जे आस्याङ लस्सो लस्सो प्याकेजी ल आस्याङ चाहिँ यो ह्याङ्ला डम्फु धिमको प्रोभाइडर हाम्रो आस्याङ दोर्जे मोक्तान उहाँ चाहिँ कलाकार गीतकार गाउन चाहिँ गाउनु भएको छैन के उहाँ गीतकार पनि हुनुहुन्छ यहाँ पनि छु ए गीत पनि गाउनुहुन्छ ल उहाँ गीतकार पनि हुनुहुन्छ अनि गायक पनि हुनुहुन्छ उहाँ चाहिँ अब फिल्म चाहिँ धेरै फिल्महरूमा उहाँले चाहिँ अब त्यो पूर्ण पाठ नखेले पनि विभिन्न किसिमका चाहिँ पाठहरू चाहिँ उहाँले निपुण भएको छ यहाँ चाहिँ यो ह्याङ्ला डम्फु धिम मैले आज चाहिँ सधैँ डम्फु मात्रै कुरो गरेको थिएँ आज चाहिँ म आज चाहिँ तपाईँलाई यो बोन्बोको घाँको प्रकार आकार कस्तो कस्तो बन्छ कसरी बन्छ कुन कुन काठको बन्छ भनेर मैले सोधेँ आस्याङलाई ल ए हजुर हजुर ल देखाउनुहोस् आस्याङ यता यहाँ चाहिँ यहाँ हेरी छ अब यो छ तपाईँको यो माता ढ्याङ्ग्रो मात्ता ढ्याङ्ग्रो यो चाहिँ माता छोरी मान्छेले बजाउने अब हामी त झाँक्री नै भन्छ होइन अँ अनि यो चाहिँ तपाईँको माताले बनाउने बेतले बाँधेको बेदले बाँधेको दुईतिरैबाट क्रस गरेर बेतले बाँधेको हजुर अनि यो तपाईँको घेरो चाहिँ लाँकुरी लाकुरी तामाङ भाषामा यसलाई गङसिङ भन्छ गङसिङ अनि हामीले चाहिँ तामाङहरूले गङसिङ भनेर चिन्दैन लाँकुरीले पनि राम्रोसँग चिन्नु हुँदो रहेछ मैले कतिजना आउनुहुन्छ हजुर अब हाम्रो चाहिँ के भने अरू हिन्दू धर्म मान्ने भनेर अरू उहाँहरूले चाहिँ बर्फीबाट रोप्नुहुन्छ भने हामी चाहिँ लाँकुरी रोप्छ नि त चौतरा बिसाना ठुल्ठुलो डाँडातिर अब ठ्याक्कै लाँकुरी रुखको फेदमा चौतरा हुन्छ बिसाना हुन्छ त्यहाँनिर भारी बिसाएर हाम्रो भेमेहरू चाहिँ पसिना बगाएर हकाइ मारेर चाहिँ एउटा गीतहरू गाउनुहुन्छ नि पहिला भेमेहरूले हजुर त्यही गङसिङ चाहिँ तपाईँको त्यो रुखको पातमा हाँगामा चाहिँ सिकारीहरू बस्दो रहेछ हजुर अनि त्यही अनुसारले चाहिँ हामी त्यसको चाहिँ हामी लाँकुरी गङसिङको चाहिँ हामीले घेरो बनाउनु गर्छ हजुर अनि जुन यो तलको मुर्रा पनि बनाउनु गर्छ अहिले यो चाहिँ सुक्पाको हो ए मुर्रा पनि बनाउँछ लाँकुरीको त्यसपछि त्यसको लाङहरू बनाउँछ ए कति पोङहरू पनि बन्छ त्यसको फुट्दैन ए त्यसरी बन्छ भने यो अहिले हामीले चाहिँ जस्तो यो छ सुक्पाको घेरो चुप्पाको घेरो अनि यता छ कोइरालाको घेरो घेरो यो चाहिँ नमस्तेवाला ढ्याङ्ग्रो नमस्तेवाला ढ्याङ्ग्रो फ्याबुल्ला पनि भन्छ अन्डा आकारको अन्डा आकारको ए त्यो ढ्याङ्ग्रो यसमा चाहिँ हामीले कलर लगाएको कारण चाहिँ अब यता विदेशीहरू चाहिँ यस्तो यो कलरको खोज्नु आउनुहुन्छ नि त ए अनि त्यही भएर यो चाहिँ हजुर यो चाहिँ अनि यो पछाडिको चाहिँ त्यो हो सुक्पाको ए हजुर अनि यो चाहिँ लाँकुरी नै हो अनि यो चाहिँ 14 इन्चीको 14 इन्चीको यो चाहिँ ए सबै 12 इन्चीको हजुर यसमा अनि कति प्रायः चाहिँ अब रेडिमेड खोज्न आउनुहुन्छ नि त हजुर त्यो हामीले बनाएको बाइक अरूले बनाएको पनि छ एक पिस चाहिँ यहाँनिर ए अब के अनुसारको हुन्छ अनि त्यसपछि हाम्रो तपाईँको घेरो हुन्छ घेरो चाहिँ 14 इन्चीको घेरो 14 इन्चीको घेरो चाहिँ यो यसरी अब हामीले बटारेर बनाएको छ हजुर यो 14 इन्चीको यो अर्डर अनुसारको बनाइन्छ कुन अर्डरको कुन साइजको चाहिने त्यही साइजको बनाउने त्यो साइजको बनाउने अनि पुरानो ढ्याङ्ग्रो मर्मत पनि गरिन्छ जस्तो यो ल्याउनु भयो यो चाहिँ पुरानो मर्मत गर्नु भएको उहाँको मेमेको हो हामीलाई त्यत्तिकै बसिरह्यो त्यो छाला हालिदिनु भनेको चाहिँ उहाँले ल्याउनु भयो भने मैले छाला त हालेँ तर यो पुरानो भएकोले गर्दा यो अलिकति मिलेको छैन नमिलेको भयो मैले उहाँलाई फोन गरेर सोधेँ अर्को घेरो चेन्ज गरौँ न भन्दा होइन मेमेको पुर्खाको चिनो हो त्यही गर्ने त्यही नै राखिदिनु भनेपछि राखेर उहाँको तयारी भयो यो चाहिँ नुवाकोट डुक्चेश्वरदेखि आएको ए अनि यस्तो पनि रहेछ भित्रबाटै छेडेर ए यो हुन्छ हाम्रो थाप्पा भन्छ यसलाई त्यो पनि त्यसै हो अनि त्यसरी पनि बन्छ यो टुक्रा छ भने पनि गाँसेर पनि बनिन्छ कतिवटा मैले पहिला पनि त्यो भिडियोहरू हालेको थिएँ त्यसरी बन्छ त्यो अनि जस्तो जामा पोखरी घन्टी माला स्याङमालाहरू मालाहरू सबै बन्छ अर्डरमा बन्नु पर्यो त्यो चाहिँ अनुसारले हजुर अर्डर अनुसारले कतिको चाहिँ अर्डरमा बनाइन्छ ढ्याङ्ग्रो भने कतिको चाहिँ बनाएर रेडिमेड पनि बनाएर राख्नुहुन्छ यो रेडिमेड भन्दा नि अरिजिनलै हो यो मतलब जस्तो बनाएर राखिन्छ तयारी भनौँ न तयारी त्यो अनुसारले राखिन्छ अनि यति बनाउनु चाहनेहरूले चाहिँ मित्रहरूले अब आफ्नो जन्म
जुन जन्मदिन अँ, कुन दिन हो र आफूले खेल्ने देउता कुन हो अँ, त्यो अनुसारको सूचना दिएर अर्डर दिनुभयो भने पनि हामीले त्यो अनुसार बनाउँछौँ। जस्तो आज मात्रै आज नाग पञ्चमी अँ, भदौ 1 गते पनि अँ, फेरि सोमबार पनि अँ, धेरै राम्रो दिन भएको कारणले गर्दा आज मैले 2टा ढ्याङ्ग्रो बिहान तयारी पारेँ। पार्नुभयो हजुर अँ, त्यो ढ्याङ्ग्रो अलिक काँचो उतै छ अँ, त्यो 3 दिनमा मात्रै देखाउनु पर्छ। मैले बनाएको ढ्याङ्ग्रो चाहिँ अँ, ढ्याङ्ग्रो बनाउने भन्दा अगाडिको दिनदेखि व्रत बस्ने अँ, त्यसपछि ढ्याङ्ग्रो बनाएपछि त्यो ढ्याङ्ग्रो बाहिर निकाल्नु भनेको 3 दिन पछाडि त्यो बेलामा निकाल्ने 3 दिन पछाडि चाहिँ यहाँ आउँछ त्यो ढ्याङ्ग्रो ए। बनाउने ठाउँबाट ए त्यस्तो खालको छ मेरो सिस्टम चाहिँ भनौँ न। अँ, ल डम्फु ढ्याङ्ग्रो त्यस्तो हो। ल डम्बु आस्याङ डम्फुको त अब उहाँलाई भन्नै परेन विशेष हो हाम्रो आस्याङको यहाँ चाहिँ यो मायाको चिनुको लागि पनि यहाँ विभिन्न प्रकार आकारको चाहिँ बनाइन्छ यहाँ खैँचडी नै बनाइन्छ यो खैँचडीहरूको त्यो माथिको चाहिँ खैँचडीको हो अनि यिनीहरू चाहिँ अब उहाँले चाहिँ डम्फु अनि अरू अरू तपाईँको चाहिँ यो घा अनि हरेक किसिमको चाहिँ बनाउनुहुन्छ उहाँले लसो फ्यापुल्ला अनि हाम्रो विशेष